तिम्रो छोरो ठुलो भयो आमा। अब कविता फेरि जोडिन्छ। आमा तिम्रो छोरो ठुलो भयो। अब आजकल तिम्रो छोरालाई तिम्रो न्यानो काखको सम्झनाले भन्दा बढी अफिसका कागजातहरूले सुत्न दिँदैन। तिम्रो यादहरूको भेलभन्दा ठुलो गाडी किबोर्डहरूले लिइदिन्छ तिम्रो छोराको जिन्दगीमा। तिम्रो छोरो ठुलो भयो आमा। अब किनकि उसले हाँस्न बिर्सिसक्यो। अब त तिम्रो हात चाहिँदैनन् उसलाई खाना खान पनि। लखतरान भएर काम गरेर फर्किएपछि एक मुठी माड टिप्न पनि उसैको हात अघि सर्छन्। हो आमा तिम्रो छोरा अब ठुलो भइसक्यो। किनकि तिमीले मेला गएर पटुकी भित्र बचाएर ल्याएको त्यो भुटेको मकै अब तिम्रो छोराले खाँदैन। तिम्रो छोराले आजकल पपकर्न खान्छ जहाँ तिम्रो पटुकीको गन्ध गनाउँदैन, तिम्रो माया गनाउँदैन। तिमीले मेला गएर तिम्रा माटैसरी भएका हातहरूले मेरो टाउको सुमसुम्याउँदाको माटोको गन्ध गनाउँदैन। हो आमा तिम्रो छोरा अब ठुलो भइसक्यो। तिम्रो छोराले अब ढिँडो र सिस्नो खाना छोडिसक्यो आमा। उसको भोक आजकल मोमो र पिज्जाले मेट्छ जुन जताततै किन्न पाइन्छ। तिम्रो माया जस्तो कहाँ हो र अनमोल। एउटा सानो घाँसको भारी बोक्दा गल्ने तिम्रो छोरा आजकल भित्रैबाट गलिरहेछ। तिमीलाई र परिवारलाई मात्र आफ्नो देख्ने छोराले आजकल देशको विकासले पिरोल्छ। मान्छे रुँदा दुखी हुन्छ, अरूको आँसुले रुवाउँछ। उसले साँच्चै नै हाँस्न बिर्सिसक्यो। त्यसैले त आमा तिम्रो छोरा अब ठुलो भइसक्यो। सानामा बाबाले फिरफिरे बनाउँदा रमाउने तिम्रो छोरालाई, सानामा बाबाले फिरफिरे बनाउँदा रमाउने तिम्रो छोरालाई आजकल हवाई जहाज पनि सानो लाग्छ। सानामा बाबाले फिरफिरे बनाउँदा रमाउने तिम्रो छोरालाई आजकल हवाई जहाज पनि सानो लाग्छ। तिम्रो ताजा र तन्दुरुस्त छोरा दुई छाक टिप्नु नपाउँदै काम भन्दै दौडाउँदैछ। त्यसैले त आमा तिम्रो छोरा अब ठुलो भइसक्यो। त्यसैले त आमा तिम्रो छोरा अब ठुलो भइसक्यो। त्यसैले त आमा तिम्रो छोरा अब ठुलो भइसक्यो। धन्यवाद। मजा आयो यार, साँच्चीकै नै यार। यो शब्दहरूको बगैँचासँग चाहिँ पुरा सँगालेर भित्रको त्यो भक्कानो फुट्ने गरेर कागजमा लेखेर राखेको रहेछन्। आज सबै पोके, आज सबै पोके। आमाको लागि, बाबाको लागि, केटाहरूको व्यथा सबै पोके। यो कुराहरूले बाहिरपट्टि बसिराख्ने मेरो दाजुभाइहरूलाई कति छोइरहेको होला, बाहिरबाट धन्यवाद सबैले सुन्नु। कति छोइरहेको होला। सबैलाई माया छ, सबैलाई रेस्पेक्ट छ। ओके, ह्याट्स अफ टु अल द बोइज, यु नो, अल द मेन्स हु आर वर्किङ फर देयर फ्यामिली। लभ यु ग्याङ। थ्याङ्क यू सो मच शब्दहरूको बगैँचा। लट्स अफ लभ म्यान। थ्याङ्क यू सो मच। मलाई लिइदिनु। थ्याङ्क यू सो मच। ओके, टेक केयर। च्याट।